ठाउँमा पूजा हुँदैछ, भागलहरू हुँदैछ, मेरो छोराको छेउरो हुँदैछ। भाइ समाजको बारेमा सोच, होइन भने आजै पानी काटिन्छ केटा। पानी मात्रै किन, मलाई नै काट। बाँचिन्जेल त काम लागिन, तिमीहरूको लागि मरेपछि त काम लाग्छु होला नि। घिच्न पायो सबै नघिचे जाठा। तँभन्दा मिठो मिठो खाएर ठुलो भएको हो मलाई। ससुराली जानु आँट्यो, जान्छस् भने त पनि जानलाई भन्दैन भने त कसरी नो। जानलाई भन्नु त फर्काएर देखाइदिन्छु। जति राम्रो पढ्यो त्यति तेरोले राम्रो हुन्छ, ठुलो हुन्छ, बुझिस? आमा, बाउको चाहिँ नपढेर ले सानो भएको हो। तिम्रो घरमा कतिको जुत्छ? टाइममा जुत्ता मेरोले हेलमेट लाउँछु कि लाउँदैन? आज बेग नभएको घर हेमलेट चाहिँ कहाँबाट ल्याउँछन् त्यसले दिदी? खोइ एउटा बियर देऊ त छमु, साह्रै घाँटी चिलायो कि। यसकै चिलाउँछ अनेक। मेरो चाहिँ चैततिर सार्नु पर्ला काका। हुँदैन है काका, योपालि चाहिँ मेरो छोराको छेवर जसरी भए पनि गर्नुपर्छ। जिउँदो त जिउँदै देखाउँछ छमु, पूर्वतिर देखाउँछ। देखादेखि रानी हुनुभन्दा बरु पहिला नै छुटेको बेस। मसँग छुट्ने कुरा किन गर्छस् है? लागेर आउने छोरा। सबभन्दा पहिला गाउँ जोगाउने हो, अनि मात्रै दाजुभाइको कुरा आउँछ। कति घिचेको मर्लाच मुटु फुटेर। मुटु चाहिँ तर गाला चाहिँ फुट्छ। घिचेपछि नि बच्चा तै गीत जाँठी। भाइ कता छ? यहाँ छ। जमाना गन्धु नमी। जिस्के खाने सिर ढाल्नु भनेको मर्नु छ र। तयारीहरू सबै गरिसकेका, 3 दिनको चाहिँ टाइम दिनु। बाचामा बस्न सकेन भने सिद्धाइदिन्छ नि फेरि। एकातिर भाग अर्कोतिर छोरा। छोरालाई के भइदियो भने म पनि छोरासँगै जान्छु। तिमीहरू राम्रो हेर्नु खोजेको होइन? दुनियाँले कुरा काटेर घरबाट निस्किन नसक्नु भइसक्यो। ननिस्किन्छ घरै बस। तेरीमा जाँठा त बरु कुकुरको पुछर सिधा होला, त कहिले पनि सिधा हुँदैनस्। बाङ्गो हो कि सिधा भन्ने कुरो अब थाहा भयो जस्तैले।